गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्थु गुरुङ पक्राउ। काठमाडौँमा गुण्डागर्दी र अश्लील फैलाउने 76 जना पक्राउ। लागु औषध मुद्दाका 81 वर्षीय फरार अभियुक्त 23 वर्षपछि पक्राउ परेका छन्। कम्बोडियाका स्क्यामिङ सेन्टरबाट 7 जना नेपाली उद्धार। स्कुल बस र सुमोका चालक नै मादक पदार्थको नशामा सरप्राइज चेकिङमा 12 जना फन्दामा परेका छन्। पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो। जिम्मा लिएको काम समयमै पुरा नगर्ने 8 निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा। फेवातालमा फसेका 11 जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार। यी विषयका विस्तृत जानकारी आजको खबर बुलेटिनमा। गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्थु गुरुङ पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 17 पकनाजुल घर भएका 40 वर्षीय गुरुङलाई गोयराती ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गर्दै उनीमाथि अनुसन्धान भइरहेको जनाएका छन्। राजधानीका विभिन्न स्थानमा गैर कानुनी र उशृङ्खल क्रियाकलापमा संलग्न 76 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक सुरक्षामा खलल पुर्याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले गएको बिहिबार र शुक्रबार विशेष अपरेसन चलाएर काठमाडौँका विभिन्न क्षेत्रबाट यी व्यक्तिहरूलाई समातेको हो। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुहरूलाई जबरजस्ती होटल तथा सवारी साधन प्रयोग गर्न दबाब दिने, बिचौलियादेखि सार्वजनिक स्थलमा विदेशी र सर्वसाधारणलाई अश्लील क्रियाकलापका लागि मोलमोलाई गर्नेहरूसम्म रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका मध्ये सबैजना धेरै 77 जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ भने 3 जना जुवा र 3 जना लुटपाट तथा चोरीको मुद्दामा अनुसन्धानको घेरामा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको अनुसार पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जनाइएको छ। लागु औषध मुद्दामा फरार रहेका रोल्पाका एक व्यक्ति प्रतिवादी व्यक्ति 23 वर्षपछि पक्राउ परेका छन्। थवाङ गाउँपालिका वडा नम्बर 4 थापल खर्कका 81 वर्षीय कुलबहादुर घरती मगरलाई 23 वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुलबहादुरलाई लागु औषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले 2059 फागुन 18 गते 4 वर्ष कैद र 25,000 रुपियाँ जरिवाना सुनाएको थियो। उनलाई सजाय भुक्तानीका लागि रोल्पा अदालत समक्ष पेश गरी अदालतले कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जनाएका छन्। विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैध रूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका 7 जना नेपालीको उद्धार गरिएको छ। थाइल्यान्डको बैंकिङ स्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूले उद्धार गरी नेपाल फर्काइएको हो। गैरआवासीय नेपाल संघ एनआरएन कम्बोडियाको सहजीकरणमा उनीहरू चैत 22 गते कम्बोडियाबाट उडेर 23 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले जनाएको छ। दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो। कतिपय भने भिजा बिना नै लुकेर बसिरहेका थिए। दूतावासले यसै गरी अल्पत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि फर्काउने पहल निरन्तर भइरहेको जानकारी दिएको छ। कम्बोडियामा अझै पनि नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र भिजा अवधि सकिए पनि बसिरहेको सूचना दूतावासलाई प्राप्त भएको थियो। कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणका लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। अल्पत्र परेकाहरूले बैंकिङ स्थित नेपाली राजदूतावास वा गैर आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज प्राजुली,
लालसिंह खड्का र रामजी कुमार छेत्रीलाई सम्पर्क गर्न सक्नेछ। स्क्यामिङ केन्द्रमा काम लगाइएकाहरूको राजधानी रोजगारदाता कम्पनीले नै जफत गर्ने वा एक ठाउँबाट अर्को ठाउँमा सार्दा राजधानी हराउने गरेको गुनासो बढेको छ। यस्तो अवस्थामा नेपाल फर्कन चाहनेहरूका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरिदिने व्यवस्था मिलाएको छ। यस सम्बन्धी सम्पूर्ण प्रक्रिया दूतावासको वेबसाइटमा समेत राखिएको छ। पछिल्लो समय भिजिट भिजाको बहानामा कम्बोडिया पुग्ने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ। कम्बोडियाको पर्यटन सम्बन्धी तथ्याङ्क अनुसार सन् 2021 मा जम्मा 101 जना नेपाली भ्रमण भिजामा कम्बोडिया गएकोमा यो संख्या हरेक वर्ष आकाशिँदै गएको छ। सन् 2022 मा 1977, सन् 2023 मा 2940 र सन् 2024 मा 6404 जना नेपाली कम्बोडिया पुगेकोमा सन् 2025 मा यो संख्या बढेर 9673 पुगेको दूतावासले उल्लेख गरेको छ। भिजिट भिजामा गएर मानव तस्करको जालमा पर्ने क्रम बढेपछि दूतावासले चेतावनी जारी गरेको छ। नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले सम्पूर्ण नागरिकलाई सचेत गराएको छ। कसैको प्रलोभनमा परि छिटो र धेरै पैसा कमाउने लोभमा भ्रमणको बहाना बनाएर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता देशमा रोजगारीको खोजीमा नआउन राजदूतावासले अपिल गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहान गरिएको ट्राफिक प्रहरीको सरप्राइज चेकिङ कार्यक्रममा 12 जना चालकहरू मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ परेका छन्। यात्रु र विद्यार्थी बोक्ने जस्तो संवेदनशील जिम्मेवारी भएका चालकहरू नै नशामा लट्ठिएर सवारी चलाइएको पाइएपछि ट्राफिक प्रहरीले कडा कारबाही प्रक्रिया अगाडि बढाएको हो। बिहानै गरिएको चेकिङ का क्रममा कारबाहीमा पर्नेहरूमा सबैभन्दा भयावह अवस्थामा सार्वजनिक र शैक्षिक संस्थाका सवारी चालक देखिएको छन्। पक्राउ पर्नेमा 2 जना यात्रुवाहक बस, एउटा विद्यालयको बस, 2वटा मिनी ट्रक, एउटा सुमो र एउटा माइक्रो, एउटा टेम्पोका चालक रहेका छन्। त्यस्तै एउटा पर्यटक भ्यान र 3 जना निजी कारका चालकले पनि वापसे गरेर सवारी साधन चलाएको ट्राफिक प्रहरीले जनाएको छ। बिहानको समयमा विद्यालय जाने बाल बालिका र कार्यक्षेत्रमा निस्किने यात्रुहरूले सुरक्षालाई व्यवस्था गर्दै चालकहरूले यस्तो लापरवाही गरेको देखिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलमा समान 15 रुपियाँ बढाएको जानकारी दिएको छ। विगत 1 महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। यो युद्धका कारण 16 देखि 31 मार्चसम्म रु 5 अर्ब घाटा हुने देखिएको निगमले जनाएको छ। पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी 15 दिनमा थप 15 अर्ब घाटा हुने देखिएको छ। पहिलो वर्ग अन्तर्गत 4 आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, फलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल 184.50 कायम हुनेछ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा 186 तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा 187 रुपियाँ कायम हुने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषय परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययता अपनाउन अनुरोध समेत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाउने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले
8वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखी पठाए अनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन 2063 को दफा 63 को उपदफा खण्ड 1 बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। 1 वर्षदेखि 3 वर्षसम्मका लागि कालो सूचीमा राखिएका निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। सरकारले रोल्पा 2 तालाबाङमा रहेको लोक निर्माण सेवा तथा सप्लायर्स काठमाडौँ सिल्क मार्केटिङ प्रणाली मौतेरी जैलेश्वर ब्रदर्स कन्स्ट्रक्सन गोर्खाको दिगो निर्माण सेवा चितवनको अर्बान कन्स्ट्रक्सन काठमाडौँको सूर्यदीप छापाखान काठमाडौँको धुलीखेल निर्माण सेवा र रूपन्देहीको हिमशिखर कन्स्ट्रक्सन प्रणालीलाई कालो सूचीमा राखेको जनाइएको छ। हेर्नुहोस् कालो सूचीमा राखिएका निर्माण कम्पनीको विवरण। कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर 6 स्थित फेवातालको बीचमा अल्पत्र परेका 11 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। आइतबार अपराह्न अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू सो तालको बीच भागमा फँसेका थिए। उनीहरू तालमा फँसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल 24 कालिका गन कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घरती मगरको कमान्डमा टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उद्धार गरिएकाहरूमा तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 बस्ने 19 वर्षीय सागर भुजेल, 20 वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका वडा नम्बर 33 का बागमारा बस्ने 21 वर्षीय सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण 3 बागलुङ बस्ने 21 वर्षीय सञ्जिता पुन, 20 वर्षीय सुमिना तामाङ, 22 वर्षीय सुषमा पुन, 20 वर्षीय सजिता मगर, 19 वर्षीय रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने 28 वर्षीय आयान र 28 वर्षीय असलाम र 26 वर्षीय स्याडप रहेका छन्।